गुड मर्निङ एभ्रिवान। हामी आज घोरेपानी पुनिनको यात्रामा छौँ। हामी चिया खानको लागि यो अन्नपूर्ण 2 ढिकुर पोखरीमा चिया खाएर हामी यहाँको यात्रा सुरु गर्छौँ। ओके, हामी अहिले ढिकुर पोखरीमा छौँ। यो सेरा चौर, यो पारीको गाउँ चाहिँ पाउँदुर। वेलकम टु आवर भ्लग। हामी अहिले ढाबा भन्ने अब हामी बाइक यहीँ राखेर यहाँबाट हाम्रो पैदल यात्रा सुरु हुन्छ। हेलो हेलो हामी यहाँ हेलो 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 ल हाई नै भनेन अन्त यार। हेलो भनेपछि त हाई भन्नु पऱ्यो नि। यो चाहिँ यहाँ नौलो किसिमको लालीगुराँस बिरे ठाँटीको यहाँ चाहिँ एकदम राम्रो भ्यू, होटेलहरूको चाहिँ एकदम राम्रो भ्यू। एकदम राम्रो भ्यूहरू छ यहाँ। पसलहरू पनि राम्रो राम्रो। सुन्तला, स्याउ, नेपालको झन्डा, एकदम रमाइलो ठाउँ बिरे ठाँटी। बिरे ठाँटी यहाँबाट 12.5 किलोमिटर हामी यात्रा पार गरिसक्यौँ। हामी घोरेपानीको लागि यात्रा सुरु गरिरहेछौँ। यहाँ जिप फसेर मार्ग चाहिँ एकदम हिलो, हिजोको पानीले गर्दाखेरि गाडी फसेर माथि जिप पनि जान्छ। हिलोको कारणले गर्दा चाहिँ यत्रो जना चाहिँ जिपको प्रतीक्षामा हुनुहुन्छ। ल फाइनल्ली जिप निस्केको छ। एकदम सबैजनाको खुसियाली। 3.5 किलोमिटरको यात्रा गरे पछाडि घोरेपानी पुगिन्छ। अवस्था ठिक छ नि होइन? किलोमिटर कति घन्टामा पुगिन्छ हामी? ओहो कस्ता
गयो 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 ल ल ल जिप एकदम गयो गयो ल फाइनल्ली यो जिप पनि गाडी आउने बाटो यो रहेछ नाङ्गे ठाटी भन्ने ठाउँमा छौँ अब यहाँबाट 1 घन्टा 30 मिनटको यात्रा हाम्रो अझै बाँकी छ ल है हामी अझै कसिनुपर्ने अवस्था छ है सबैजना 1.5 घन्टाको यात्रा पछाडि बल्ल घोरे पानी पुगिन्छ बाँदरले खान्छ हाम्रो महिला टोलीहरू त्यो डाँडामा पुगिसकेछन् हामी केही पछाडि छौँ महिला टोली भन्दा हामी कमजोर साबित भएको अवस्था हामी घोरे पानीको यात्रामै छौँ यो के ठाउँ आइपुग्यो हामी यहाँ यो रेस्ट पोइन्ट रहेछ यहाँबाट जिप पनि जान्छ तर बाटो साह्रै गाह्रो छ मनसुन जङ्गल भ्यू रेस्टुरेन्ट यहाँबाट माथि लाली गुराँसको भ्यू एकदम उकालो यात्रा पछाडि लाली गुराँस हेर्न पाइयो आहा दुईजना मिसाउँदै हुनुहुन्छ तलबाट ल अहिले हामी लाली गुराँस गेस्ट हाउसमा छौँ के ठाटी नागे ठाटी आइपुग्यो हामी चाहिँ फाइनल्ली बिच बाटोमा आएर ब्रेक लिँदैछौँ फसियो गाडी बसेछ गाडी त गयो कि गएन हामी अब आधी घन्टाको यात्रा पछाडि घोरे पानी पुग्छौँ लाली गुराँसको पुरै जङ्गल आहा कति राम्रो गुराँस फुलिरहेको अवस्था छ यहाँ हेर्नुहोस् यहाँको अवस्था सबजना थकित मुडमा अञ्जली मिस एकदम थकित कस्तो छ यात्रा रमाइलो छ रमाइलो छ के छ यात्रा कस्तो छ यात्रा एकदम रमाइलो भइरहेको छ रमाइलो भइरहेछ एकदम रमणीय छ कस्तो छ बवाल छ यात्रा बवाल छ लाली गुराँस हेर्न मजा भइरहेछ मजा भइरहेको कठिन भइरहेको छ मलाई कठिन भएछ गाह्रो लाली गुराँसको रमाइलो छैन लाली गुराँस हेलो
लेट्स गो घोरे पानी। अब हामी 20 मिनटको यात्रा अझै बाँकी छ घोरे पानी पुग्नको लागि। 20 मिनट पछाडि चाहिँ हामी आजको गन्तव्यसम्म पुगिन्छ। लाली गुराँस चाहिँ एकदम थरी थरी कलरको, अझ हुस्सो लाएर अझै यसलाई क्लियर चाहिँ देख्दैन। यात्रा उकालो बाटो। हामी करिब करिब घोरे पानी पुग्न लाग्यो। अब 10 मिनटको यात्रा पछाडि घोरे पानी पुगिन्छ। अँध्यारो हुँदै गइसक्यो। समय त्यति नभए पनि मौसमले गर्दा छिटै अँध्यारो भएको छ। आउँदैछु। एकदम लाली गुराँसले यहाँको सुन्दरता एकदम झल्काइरहेको अवस्था छ। लाली गुराँस नै लाली गुराँसको जङ्गल। यति राम्रो। लाली गुराँसले चाहिँ मन चोर्यो है यहाँको, एकदम साह्रै राम्रो। लाली गुराँसको लागि चाहिँ बेस्ट सिजन अहिलेको टाइम। एकदम राम्रो लाली गुराँस हामीले देख्न सक्छौँ। रमाइलो यात्रा घोरे पानी पुनिलको। फाइनल्ली हामी घोरे पानीको वेलकम बोर्डमा आइपुगेका छौँ। अब लगभग हामी आज यहीँसम्मको यात्रा हुन्छ। हेलो हाम्रो एकदम लाली गुराँस पनि जता हेऱ्यो उतै लाली गुराँस चाहिँ हेरौँ जस्तो एकदम राम्रो। वेलकम टु घोरे पानी पुनिल। अन्नपूर्ण छ घोरे पानी म्याग्दी। हामीले म्यापहरू यहाँको इन्फर्मेसनहरू म्यापबाट प्रहरी कार्यालय घोरे पानी म्याग्दी आइपुग्यौँ। यहाँ चाहिँ इन्फर्मेसन बोर्ड राखिएको छ। यो लाली गुराँस पार्क नन्थला जिप स्टेसन। आजको एकदम रमाइलो यात्रा डे 1 को होइन अञ्जली मिस? हामी अहिले घोडे पानी बजारमा छौँ। कुखुराको भाले 14 किलोमिटरमा चाहिँ घान्द्रुक पुगिन्छ। घान्द्रुक जाने बाटो यताबाट। घोडे पानी मेडिकल हेल्थ पोस्ट।
थोरै हिँड्नुपर्ने भयो हामीले बुकिङ गरेको होटल चाहिँ थोरै माथि रहेछ यो तल्लो बजार भयो 5-10 मिनट पछाडि बल्ल हामी पुगिन्छ बाटो चाहिँ सिडीको बाटो सफा छ एकदम वरिपरि लाली गुराँस बिचमा बाटो वातावरण जोगाऊ पृथ्वीलाई बचाऊ गुराँस नटिपिदिनु होला कृपया हाम्रो मिसहरू बल्ल आउँदै हुनुहुन्छ बिस्तारै बिस्तारै वर्षा मिस मिस गाह्रो भयो हामी होटलसम्म आइपुगेको छ यात्रा यहीँसम्म रहेको छ होटल धौलागिरी होइन हो यो त होटल देउराली रहेछ देउराली रहेछ यो त हामी अझै होटल धौलागिरी पुग्ने हामी कन्फ्युज भइएछ घोरे पनि बजार धौलागिरी आइपुगेको छौँ हाम्रो आजको बास यहीँ हुन्छ के भनेको हाम्रो यात्रा पुरा भइसकेको छ भोलि हामी हाम्रो डे 2 को यात्रा सुरु गर्छौँ एकदम रमाइलो यात्रा डे 1 भोलि डे 2 को हेरौँ कस्तो हुन्छ चाहिँ पुनिलको गेट प्रवेशद्वार गेट छ यहाँ एकदम पार्क टाइपको गुराँसहरू गुराँस छ मान्छेहरूले यहाँ चाहिँ टिकटकहरू बनाउने फोटो खिच्ने भिडियो खिच्ने पढ्ने सबै राम्रो पुनिल ट्रेकको चाहिँ सबभन्दा राम्रो लागेको चाहिँ लाली गुराँस नै हो मलाई चाहिँ यहाँ रेस्टको समय भएछ केही अब झलाम भएको खानेकुराहरू खाँदै हामी चाहिँ रेस्ट गरिरहेका छौँ अञ्जली थाक्यौ क्या हो फाइनल्ली पुनिलमा बल्ल अलिअलि घाम लागेको छ यहाँ कफी सप पनि छ तटोपानी कफीहरू पाउन सक्नुहुन्छ हामीले त्यति राम्रोसँग खुलेको छैन थोरै अलिअलि मात्र हिमालहरू देखिएको छ बादल लागेको छ मान्छेहरू चाहिँ एकदम भिडभाड यो ट्रेकमा चाहिँ लाली गुराँस हेर्नको लागि मात्र मजा हिमालको लागि मैले चाहिँ खासै राम्रो मानिनँ तर लाली गुराँस चाहिँ एकदम राम्रो देखियो अब हामी यहाँ कफी खाएर यहाँबाट फर्किन्छौँ अझ हामी फर्केर 2:30 सम्म पैदल र त्यस पछाडि
सरी 130 सम्म पैदल हिँडेर त्यहाँ पछाडि हामी बाइकमा झर्छौँ। हिमालय हिलमा अलिकति भयो नि हिमाल देखियो, फर्किने बेलामा थोरै हिमालको दृश्य चाहिँ हेर्न पाइयो। यसैलाई हाम्रो चित्त बुझाउनु पर्ने भएको छ। हामी अब कुइलबाट फर्क्यौँ बिहानको भ्यू हेरेर। हामी फर्किन्छौँ त्यहाँबाट ब्रेकफास्ट गरेर अनि हामी तल झर्ने त्यहाँबाट 3 घन्टा पछाडि खाना। हामी कुइलबाट फर्किँदैछौँ। माथि भ्यू एकदम रमाइलो छ, बादलै बादल। अब 15 मिनटमा चाहिँ हामी तल होटलसम्म पुगिन्छ। यो बाटो जाँदाखेरि साह्रै गाह्रो, आउँदाखेरि चाहिँ सजिलो। डाँडाहरू चाहिँ पुरै बादल लागेको छ। यहाँबाट कि उताबाट पछाडिबाट यहाँबाट कि 0.5बाट तल जानु के पुनिल जाँदाखेरि सबभन्दा उकालो ठाउँ यही हो। लालीगुँरासहरू पनि छ साइडमा, एकदम उकालो छ। सबभन्दा गाह्रो उकालो चाहिँ घोरेपानीबाट पुनिलसम्मको यही नै हो। यो चाहिँ ठ्याड्डै उकालो छ, लगभग 15 मिनट जति लाग्ने उकालो। गुराँसहरू चाहिँ टन्नै छ। जान्न कुहिरो चाहिँ हामीतिर आउँदैछ। यो तलको के बजार हो? लालीगुराँसको चाहिँ पुरै जङ्गल नै रहेछ यहाँ। पनि ट्रेक यो लालीगुराँस पार्क। गुराँसहरू एकदम लालीगुराँस भ्यू पोइन्ट। हाम्रो चाहिँ तल छ लालीगुराँसहरू मजाले देख्छौँ हामीले। एकदम राम्रो फुलेको छ। एकदम राम्रो राम्रो गुराँसहरू। फोटो खिच्दै हुनुहुन्छ हाम्रो मिसहरूले। ल हाम्रो ब्रेकफास्टको टाइम भयो बल्ल 11 बजे। 11 बजेको ब्रेकफास्ट। ब्रेकफास्ट खाएर यहाँबाट झरेर 3 घन्टा हिँडेर बल्ल खाना खाने भयो। हामी चाहिँ फर्किँदैछौँ पुनिलबाट। अब 2 घन्टा 3 घन्टाको ओह्रालो पछाडि खाना खाने र त्यस पछाडि बाइकमा यात्रा। रमाइलो यात्रा हाम्रो 2 दिनको।
जाम जाम यो चाहिँ रेस्ट पोइन्ट हामी एकछिन रेस्ट गरिरहेछौँ क्रममा छौँ भेडाहरू चढ्दैछन् यहाँ थुप्रो छ माथिबाट यता 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 र तल नि टन्नै छ भेडाहरू यो चाहिँ अलि डिफ्रेन्ट टाइपको भेडा रहेछ जङ्गलभरि भेडा यता उता पुरै भित्ताभरि भेडा लामो लामो सिङ भएको पनि छ सिङ नभएको पनि छ घोडा हो कि खच्चड रिसार हो दिनभरि उहाँ कति भारी बोक्छ होइन दाइ रेस्ट गर्नु पर्यो नि भ्याइयो खच्चर अब यो जिप चाहिँ यहाँसम्म धेरै जिपहरू आउँदो रहेछ हामी 130 निस्किसकेको छौँ यहाँबाट हामी चाहिँ बाइकमा झरिन्छ अब पैदल यात्रा लगभग यहीँसम्मको हाम्रो जिपहरू चाहिँ टन्न पाइँदो रहेछ यदि जिपमा यहाँ 130 सम्म आयो यहाँबाट चाहिँ पैदल जानेहरूलाई पनि जिप चाहिँ टन्नु छ जिपको लागि चाहिँ यहाँसम्म आउनको लागि समस्या छैन यस्तो हिलो छ है साह्रै हाम्रो चाहिँ यहाँ होटेल झर्नेबाट फाइनल्ली हामी हाम्रो पार्किङसम्म आइपुग्यौँ यहाँबाट हामीले हेलमेट बाइकहरू लिएर जान्छौँ मान्छेहरू चाहिँ यहाँसम्म साधन गरेर यहाँबाट पैदल जानुहुँदो रहेछ खाना खाइसक्यो हजुर